हेलो नमस्कार सबैजनालाई। आज चाहिँ मैले तपाईहरुलाई हामी आफैले घरमा कसरी 2.1 एम्प्लिफायर बनाउन सक्छौं भनेर चाहिँ त्यसको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु। 2.1 भन्ने बित्तिकै तपाईको कस्तो हुन्छ नि स्टेरियो प्लस एउटा चाहिँ सबवुफर हुन्छ 2.1 च्यानलमा। तपाईको त्यसबाट चाहिँ 3 च्यानल आउटपुट हुन्छ र मैले 2.1 को लागि यहाँ दुईटा एम्प्लिफायर युज गरेको छु। तपाईको स्टेरियोको लागि चाहिँ LM3886 जुन चाहिँ कि चर्चित आइसी अडियो एम्प्लिफायर हो त्यो युज गरेको छु है। र तपाई सिंगल च्यानलको लागि चाहिँ सबवुफरको लागि चाहिँ यो 200 वाट मोनोमा युज गरेको छु। र तपाई यसमा ट्रान्जिस्टर चाहिँ तपाईको NJW सिरिजको तपाईको अन को ट्रान्जिस्टर लागेको छ जुन कि तपाईको 521943 भन्दा यो चाहिँ राम्रो हो। त्यसको भन्दा यो यसको पावर आउटपुट चाहिँ बढी छ। र मैले यसको यो डिजाइन गर्नुको खास कारण चाहिँ हामी कस्तो भने यो बोर्ड यो पीसीबी बोर्ड मात्रै किने के मैले यो दुईटैको यसमा चाहिँ तपाईको यो कम्पोनेन्टहरु कुनै पनि आउँदैन र आफैले सबै यो फिलअप गरेको र यो हिटसिङहरु चाहिँ सबै युज्ड हिटसिङ हो। यो पनि यो दुईटै हिटसिङ चाहिँ युज्ड हिटसिङ हो। र मैले यो चाहिँ तपाईको यो मेकानिकबाट चाहिँ किनेर ल्याएर आएको। यसमा कम्पोनेन्टहरु तपाईहरु यसमा युज गरेको यो रेजिस्टेन्सहरु हेर्न सक्नुहुन्छ सबै हाई क्वालिटीको छ। र तपाईको यो अडियो क्यापेसिटरहरु जुन यो इनपुट क्यापेसिटरहरु छ यो पनि सबै तपाईको MKP हाई क्वालिटीकै युज गराएको छु। यसमा कुनै पनि कम्पोनेन्टहरुमा कम्प्रोमाइज गरेकै छैन है। यो चाहिँ तपाईको एकदम हाई क्वालिटीको छ। यो दुईटै पीसीबी चाहिँ मैले त्यो LM3886 को चाहिँ दराज देखियो भने यो 200 वाट मोनोको चाहिँ मैले अलिएक्सप्रेसबाट किनेको र यो ट्रान्जिस्टर चाहिँ यो ओरिजिनल यो मसँग पुरानै ट्रान्जिस्टर थियो त्यो नै युज गराएको छु यसमा। र त्यो LM3886 को आइसी पनि त्यो पनि अलिएक्सप्रेसबाटै अर्डर गरेको हो। र यसको लागि तपाईको यो 200 वाट मोनोको लागि चाहिँ पावर सप्लाई तपाईहरु 24024 10 एम्पियर को दिदा हुन्छ 200 वाट आउटपुट गर्छ त्यतिले। र तपाईको यो LM3886 को लागि चाहिँ तपाईको 20 भोल्ट 20020 दिदा हुन्छ डीसी मा। र मैले अहिले यसको लागि चाहिँ यसमा पावर सप्लाई दुईटा युज गरेको छु। यो मेरो पनि यो खास एम बोर्ड नै हो के यो बेस एम को चाहिँ बोर्ड हो। यसको चाहिँ आइसी बिग्रेको कारणले मैले यसको यो एसएमपीएस लाई चाहिँ तपाईको यो 200 वाट मोनोलाई आउटपुट दिने चाहिँ बनाएको छु। यसमा यो क्यापेसिटर अलि हाई क्वालिटी राखेर यसलाई यसबाट चाहिँ तपाईको 35035 आउटपुट गर्छ यसले। यसको लागि चाहिँ मैले यसबाट चाहिँ तपाईको पावर सप्लाई बनाएको छु। र तपाईको यो ट्रान्सफर्मर यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै हेभी ट्रान्सफर्मर छ 15 एम्पियर को। तपाईको यसबाट ड्युल आउटपुट नै छ। मसँग क्यापेसिटर मैले यसमा लगाएको भएर चाहिँ अहिले यसबाट चाहिँ आउटपुट दिन यो 24024 एउटा हो भने तपाईको अर्को चाहिँ 18018 मा छ। एकदम हाई पावरको छ यो 15 एम्पियर को। र मैले यसमा चाहिँ यो दुईटालाई चाहिँ तपाईको 2.1 बनाउनको लागि चाहिँ यहाँ प्रिएम्प पनि युज गरेको छु जुन कि यो बेस ट्रिपल मिड नै भएको जुन यो प्रि एम्प्लिफायर छ यो एकदम राम्रो छ। यसबाट तपाईको हमिङहरु केही पनि छैन यस्तो राम्रो छ यो प्रि एम्प्लिफायर बोर्ड। यो चाहिँ तपाईको मैले यसलाई चाहिँ स्टुडियोमा युज गराएको छु भने तपाईको सबवुफरको लागि चाहिँ यो जुन यो एम बोर्डलाई प्ले गर्नको लागि चाहिँ लो पास फिल्टर युज गरेको छु जुन चाहिँ तपाईको यो देख्न सक्नुहुन्छ। यो दुईटा चाहिँ ड्युल च्यानल के रे ड्युल भोल्टेजबाटै चल्छ। यसको लागि चाहिँ मैले छुट्टै यो 15015 भोल्ट को चाहिँ यो ट्रान्सफर्मर युज गरेको छु। र यो दुईटाको कनेक्सन मैले यहाँ देखि चाहिँ दिएको छु है। यो दुईटालाई एउटै ट्रान्सफर्मरको कनेक्सन दिएको छु। यो चाहिँ लो पास फिल्टर भयो भने यो तपाईको यो चाहिँ स्टेरियो बोर्ड भयो स्टेरियो प्रिएम्प यो चाहिँ ड्युल च्यानल नै हो। र यो दुईटैमै तपाईको यो आइसी चाहिँ NE5532 नै छ। यो जुन आइसीहरु छ यो ओभेम आइसी NE5532 हो। तपाईहरु यसमा अरु पनि चेन्ज गरेर चाहिँ लगाउन सक्नुहुन्छ साउन्ड क्वालिटी अझ राम्रो चाहिन्छ भने। र यसमा त्यो चाहिँ मैले यतिकै देखाउन लागि मैले ओपनै गरेर चाहिँ यसको यो कनेक्सनहरु गराएको छु। अडियो इनपुटको लागि चाहिँ मैले यो अब के भनौं यसलाई ट्याग बनाऊँ कि अब
यहाँ लेखेको छ ब्लुटुथ डिजिटल टु एनालग कन्भर्टर पनि भन्ने छैन। यसबाट चाहिँ मैले आउटपुट गराएको छु। यसबाट चाहिँ यो सिङ्गलबाट चाहिँ यो के अरे ड्युल आउटपुट गर्नुहुन्छ क्या। मैले यिनीहरूलाई चाहिँ अब तपाईँको त्यो अर्को एम्प्लिफायरलाई चाहिँ यो स्टेरियो प्री एम्प्लिफायरबाट आउटपुट गर्नुपर्ने भएको भएर यसको लागि छुट्टै चाहिँ यहाँबाट कनेक्सन निकालेको छु एउटा पनि, र लो पास फिल्टरको लागि पनि यताबाट कनेक्सन यो पछाडिदेखि चाहिँ यसको यो कनेक्सन चाहिँ यो छुट्टाएको छु सबै। यो यहाँबाट चाहिँ दुईवटा कनेक्सन आउँछ, यताको चाहिँ यो इन हो र यसमा चाहिँ तपाईँको यो लो पास फिल्टरमा चाहिँ तपाईँको स्टेरियो नै इन हुन्छ र मोनो आउट गर्छ यसले। यो लो पास फिल्टर चाहिँ तपाईँको कस्तो भने सिङ्गल च्यानलको लागि मात्र हो यो। तपाईँको यसबाट बेस मात्र आउटपुट हुन्छ र त्यसको लागि यो केबलबाट मैले यता यसमा चाहिँ वायर चाहिँ 3टा वायर छ यसको भित्र। तपाईँको वायर पनि हेर्न सक्नुहुन्छ यहाँ, रेड वायर र अर्को एउटा चाहिँ ग्राउन्ड वायरमा छ। तपाईँको यो खालको यो सिल्डेड वायर युज गर्नुभयो भने अडियोमा हमिङहरू आउँदैन। म तपाईँहरूलाई अब यसको कनेक्सन त सबै यहीँ लेखिदिएको नै छ कि, तर यो जति पनि एम्बोर्डहरू छ तपाईँको यसमा चाहिँ यो जहिले पनि सप्लाई अन गर्नुभन्दा अगाडि चाहिँ एकचोटि रिचेक गर्नु होला, प्लस माइनसहरू सबै हेरेर तपाईँ एकदम प्रोपर गरिसकेपछि अन गर्नु होला। अहिले मैले यसमा प्रोटेक्सनहरूको केही पनि लगाएको छैन। र अझ एउटा कुरा के भन्दाखेरि यो स्पिकरको जुन यो आउटपुट वायर हुन्छ यसलाई कहिले पनि एक आपसमा टच चाहिँ नगराउनु होला, र तपाईँको ग्राउन्डको ठाउँमा ग्राउन्ड र पोजिटिभको ठाउँमा चाहिँ पोजिटिभ नै युज गर्नु। यसमा ग्राउन्ड र पोजिटिभ भनेर लेखेको हुन्छ, ग्राउन्ड र आउट भनेर छ। यो स्पिकरको हो, यो चाहिँ तपाईँको यो सुल्टो स्पिकरको प्लस माइनस हेरेर नै यो कनेक्सन गर्नु होला। र तपाईँको यतापट्टि यो अडियो इन हो, यसमा चाहिँ यो मोनो च्यानल भएको यसमा 2टा मात्र छ। र LM3886मा चाहिँ तपाईँको यसमा चाहिँ स्टेरियो हो, यो 2टा आइसी, यो सिङ्गल आइसी चाहिँ 68 वाटको हो भने यसमा चाहिँ डबल आइसी छ कि। अनि यो चाहिँ यसमा तपाईँको स्टेरियो इनपुट नै दिनुपर्छ, लेफ्ट राइट र ग्राउन्ड नै। र म यसको हजुरहरूलाई साउन्ड चेक गराउँछु। सो मैले सबै यिनीहरू अन गरिसकेको छु, म तपाईँहरूलाई साउन्ड चेक गराउँछु है। अब यो लो पास फिल्टरमा चाहिँ तपाईँको यसमा एलइडी इन्डिकेटर छ भने यो स्टेरियो यसमा चाहिँ एलइडी इन्डिकेटर छैन है, र यो एम्बोर्डहरूमा नि कुनैमा पनि एलइडी इन्डिकेटर छैन। तर यो एसएमपिएस यसमा चाहिँ तपाईँको लेड छ भने मैले त्यो क्यापेसिटरको त्यसमा पनि एलइडी हालेको छु, त्यो सबै पनि आइसकेको छ। म तपाईँको एनसिएस सङ्ग्स प्ले गराउँछु, सुन्नु ल। तपाईँको प्ले भइसकेको छ यसमा। म बिस्तारै पहिला यो लो पास फिल्टर चाहिँ म गर्छु। मैले यो 2टा स्पिकर युज गरेको छु, यो र यो। र सबवुफरको लागि चाहिँ यो कार उसको 8 इन्चीको, यो चाहिँ 100 वाटको मात्र हो। सबै प्ले गराउँछु। तपाईँको यो चाहिँ भोल्युम र यो बेस, यो मिड र यो चाहिँ ट्रिबलमा हो। यो चाहिँ तपाईँको यसबाट चाहिँ LM3886 कन्ट्रोल हुन्छ, र तपाईँको यसको चाहिँ यो लो पास फिल्टरको चाहिँ योबाट हुन्छ। म तपाईँलाई बेस पनि बढाउँछु। ट्रिबल हो।
तपाईहरुले घरमा यसरी नै DIY गर्नुभयो भने चाहिँ धेरै नै कस्टिङ पनि सस्तो पर्छ है र आफैले आफ्नो अनुसारले कम्पोनेन्टहरु पनि युज गर्न पाइयो। यसमा कम्पोनेन्टहरु चाहिँ सबै हाई क्वालिटीको छ है। यो रेजिस्टेन्सहरु देखि लिएर सबै क्यापेसिटर पनि तपाईको इम्पोर्टेड नै हो। तपाईको यो अडियो इनपुट क्यापेसिटर पनि हेर्नुस्, यसले पनि धेरै फरक पर्छ के साउन्ड क्वालिटीमा। र यो लो पास फिल्टर पनि एकदम राम्रो छ है। तपाईहरुले यो पनि दराजबाट चाहिँ लिन सक्नुहुन्छ भने यो प्रिएम्प्लिफायर पनि दराजमै अवेलेबल छ। यो एम्प बोर्ड चाहिँ छैन, यो चाहिँ मैले पीसीबी मात्रै किनेको है र त्यो पनि पीसीबी मात्रै किनेको, तपाईको दराजमै अवेलेबल छ त्यो पनि। त्यसको चाहिँ यो LM3886 को आईसी चाहिँ पाउँदैन कि, त्यो चाहिँ LM3886 आईसी चाहिँ अलि महँगो पर्छ है साथीहरु। त्यो चाहिँ तपाईको LM3886 चाहिँ नम्बर 1 मै पर्छ यो आईसी। यसको साउन्ड क्वालिटी एकदम राम्रो छ। यो चाहिँ पर च्यानल चाहिँ 68 वाट आउटपुट गर्छ LM3886 ले। तपाईको यहीबाट पनि तपाईको यहीँबाट नि बेसहरु सब यो बढाउन घटाउन मिल्छ। यसबाट यो ट्रिपल यहाँबाट सबै घटाउन लगाउने